गाइज, हजुरहरू सम्पूर्णमा म भगवान भण्डारीको तर्फबाट हजुरहरूलाई नमस्कार छ। आजको छुट्टीको दिनलाई चाहिँ म पुरै चिकनको पुरै लेगको चाहिँ पुरै रोस्ट बनाउन गइरहेको छु। सबै थोक हालेर मोलमाल गरिसकेको छु र मैले रोस्टलाई तेलमा पनि फ्राई गरिसकेको छु। हेर्नुहोस्, यो फ्राई चाहिँ कस्तो देखिन्छ र कस्तो लाग्छ हजुरहरूले हेरेर कमेन्ट गरिदिनु होला। र आजको चाहिँ मेरो एकदम स्पेसल पुरै रोस्ट र चिकन चिल्ली टाइपको पुरै ग्रेभी बनाउन गइरहेको छु। यो चाहिँ मैले चिकन चिल्ली टाइप तरिकाले ग्रेभी बनाउन गइरहेको छु। यो चाहिँ ग्रेभीको मासु रेडी हो, रोस्ट। हेर्नुहोस्, अब मैले चिकन ग्रेभी यहाँ तयार गरिसकेको छु। ल हेर्नुहोस्, एकदम खत्रै बनेको छ चिकन ग्रेभी पनि, हैन? हेर्नुहोस् हजुरहरूले, ग्रेभी ओके तयारी भइसकेको छ। र हजुरहरूलाई चाहिँ यो हेरेर के कस्तो लाग्छ हेर्नु त। नयाँ नखाउँ भने नि खाउँ खाउँ लाग्ने बनाइसकेको छु मैले। हजुरहरूले चाहिँ हेरेर साथ दिनु होला र हजुरहरूलाई के कस्तो लाग्छ लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। म भगवान भण्डारीको च्यानलमा